पुग्दा जुरुक्कै उठ्यो कर्णाली। हावाहुरीले गर्दा अहिले बालेन भन्दा छन् केन्द्रमा साई पनि आछन् अरू त केपी ओली पनि आउँदैन प्रचण्ड पनि आउँदैन यिनीले त हार्नै ठिक हो। देश बन्छ हाम्रो छोराछोरीको राम्रो हुन्छ भने हामी त्यतापट्टि लाग्ने हो। हामी त आज उमेर गइसक्यो आज हो कि भोलि हो ठेका छैन। अब आँखा भविष्यका कर्णधारहरूलाई राम्रो होस् न। दर्शकवृन्द रासपा वरिष्ठ नेता बालेन शाह यति बेला सुदूरपश्चिमको भ्रमण सकाएर कर्णाली पुगेका छन्। कर्णालीको कालीकोटमा आज बालेन शाह पुग्दा युवाहरूमा छुट्टै उत्साह देखिएको थियो। अहिले रासपाकै बहुमत छ देशभरि बालेनले प्रधानमन्त्री भए ठिकै छ। जे जस्तो भए पनि जस्तो सुकै भए पनि मलाई चाहिँ पहिल्यैदेखि नै बालेन नै मन परेको हो। काङ्ग्रेसको बहुमत आउने छैन बहुमत आइदिए भए त हुन्थ्यो। उहाँलाई मलाई यति भेट्न पनि इच्छा थियो होइन भेट्नु पाएन तर उहाँलाई एकदम सपोर्ट पनि गर्छु म। झापामा बालेन कि केपी भन्ने भइरहेको आउनु त त्यो अब 16 आनीमा त्यो बालेन शाह आइहाल्छ। त्यो ठिटाहरू मारे नि किन त्यसलाई गोली हान्नु पर्ने हो त भन्नु। तपाईँले कन्ट्रीमा गोली हाल्नु तपाईँको आमा बाउले के भन्छन् त्यसलाई त्यस्ताले जितायो भने त नेपाल त्यस्ताले जितायो भने त गुखायो हुन्छ। 35 वर्षसम्म के हेरेर बस्यो यता 35 वर्षसम्म त के हेरेर बस्यो। म अब एमाले हो तर म एमालेपट्टि नगइकन म बालेनपट्टि नै लाग्ने म भएको छु। अहिले मेरो छोराछोरी बाहिर देश विदेशमा छन्। मलाई अहिले नै अब मम्मी तपाईँ यतापट्टि नलाग्नुहोस् त्यहाँ दिनु तपाईँले जसरी दिनैपर्छ नयाँ मान्छेलाई दिनुपर्छ। कति चाहिँ बुढाखाडा मात्रै बसिरहने त के कति हानाहान गरिरहने के एउटाले कुर्सी तान्ने एउटाले नयाँ जेनेरेसन मान्छेहरूले पनि त अहिले युगका केटाहरूले गर्नु पर्यो नि त। नयाँ मान्छेहरूले पनि त बुझ्नु पर्यो नि त। यो बालेन शाहले त सपोर्ट दिनुभयो नि त धेरै सपोर्ट दिनुभयो नि त। त्यस कारण म बालेन शाह नै चुन्छु। उहाँको लागि नै म जागरण भएर हिँड्छु। मेरो छोराछोरी पनि उहाँको लागि हिँड्ने भन्नुभएको छ त्यही हो। अब आखिरी कुरा गरौँ भने केपी ओलीको पकेट एरिया हो झापा। अब त्यहाँका जनताले अब के सोचिया छन् अब उसले आफ्नो त्यो ठाउँ त राम्रो बनाइरहेछ। देश त बवाल देखिएको छ देशैभरि पूर्वदेखि पश्चिमसम्म कहाँ जानुहुन्छ छ एकदमै छ। उहाँको हेरिरहन्छु म उहाँको न्युजहरू हेरिरहन्छु। धेरैले सपोर्ट गर्नुभएको छ। कुनै काहीँ खोट छ त उहाँ जानुभएको ठाउँमा छैन नि। यो बुढाखाडा आएको ठाउँमा कतिजना मान्छे मर्छन् कतिजना हानाहान हुन्छन् कति तानु हुन्छन् उनीहरूको भित्रभित्र कुरा सेटल मिलाउँछन् होइन। त्यो चाहिँ मलाई मन पर्दैन के किनभने नेपाली विद्यार्थी कतिको आमा रोएका छन् कतिको सिउँदो पुछेका छन् होइन कति अब बाँझो भएर बसेका छन् एउटै सन्तान पनि त्यो होइन नि त। बुढाखाडाले त गरे नि त। त्यस्तो हुँदाखेरि पनि उहाँहरूले हेर्नु भएन क्या भित्र बसेर आफ्नो गर्नुहुन्छ बाहिर निस्केर उहाँ जनताहरूलाई केही गर्न सक्नु भएन नि। बालेन शाहले त सपोर्ट दिनुभयो नि त धेरै सपोर्ट दिनुभयो नि त। द्वन्द्वकालको बेलामा हामी नेपाली दाजुभाइलाई बहुत पीडा दिएको नेकपा माओवादी त्यसै कारण त बालेन भन्ने कुरा आयो त। किन यति धेरै उहाँको यो समर्थक यति धेरै किन? अब देशमा हावाहुरी त्यस्तै चलिया छ।